वेलकम छ फेरि स्वागत छ। हेर्नुस् हामी चाहिँ अब टक्क हिउँ भएको ठाउँतिर गएको छ। अब काम गर्नको लागि केही छैन, जाडो भइरहेछ टक्क है। तपाईहरुले देख्न सक्नुहुनेछ चाहिँ माथि चाहिँ खतरा आफ्नो क्यामेरामा चाहिँ हेर्नुस्। अब चाहिँ यतातिर जाँदैछौँ हामी, केही छैन, घुमघाम यसो आज चाहिँ यसो घुम्ने हो। अनि त्यसपछि भोलिदेखि चाहिँ काम गर्ने। आज खाजा खान जान लाग्यो। अहिले चाहिँ भोलिदेखि चाहिँ आफ्नै कोठामा खाना बनाएर खाने हो। खाजा खाना सबै भोलि चाहिँ आफ्नै कोठामा हुन्छ। यस्तो राम्रो ठाउँ छ। Lazim doam hai parabna aapoi kadeko टक्क ठाउँहरु त राम्रै छ, के छैन। अब तिमी तेमा दङ त्यो कुरबरी यो नसरी मोर भर्ती नामगे देखि बङ काम लगातार गर्छ। के छैन आज चाहिँ यसो टक्क लगहरु बनाउने रमाउने। ठाउँ उत्तिकै राम्रो अनि उत्तिकै खतरा ठाउँ अनि जाडो हुने नि ठाउँ, सबै कुरामा राम्रो छ। तर खेती कस्तो हुन्छ त्यो थाहा भएन यस्तो ठाउँमा। फर्स्ट टाइम हो म चाहिँ। अरू चाहिँ दाइहरू चाहिँ पहिलातिरै आएको रहेछ। जाडो छ केही छैन, तर जाडो भयो नि यतातिर सबै कुरा मिलाउँछ, सबै कुरा दिन्छ, सबै कुरा मिलाएर दिने हो सबै कुरा। अनि एकदमै राम्रो छ। अनि यस्तो छ बबाल छ। हेर्नुस् ठाउँ त तपाईहरुले सबैले देख्न सक्नुहुन्छ। यतातिर चाहिँ झन् बबाल छ हैन, बबाल बबाल ठाउँमा अनि बबाल गरिदिने भन्नु त कहिले कहिले। अब हामी लगातार हिँड्दैछौँ। अब त्यो खाजा खानको लागि के गर्ने, अब हिँड्नै पर्यो। अब त्यहाँतिर अब खाजा खाने, यस्तो ठाउँहरू घुम्ने, त्यही हो। यस्तो राम्रो छ ठाउँ त, बबाल छ, दामी छ हौ साथीहरू। थाक्यो, भोक लाग्यो यार। आफ्नो घर जस्तो हुँदैन यार। टक्क मम्मीले पकाएर दिएको अनि खाने, अरूको ठाउँमा आफै पकाउने आफै खाने हो। अब के छैन। ओहो यस्तो छ हेर्नुस्, पुलहरू नि छ टक्क यतातिर नि, हिउँहरू नि छ, हिउँ नभएको ठाउँहरू नि छ। यतातिर त हिउँै छैन, ठिकै छ जे जस्तो भए पनि। अब हामी चाहिँ अब टक्क आज चाहिँ घुम्ने हो। यसै भोलिदेखि चाहिँ क्याम्प गर्ने हो, क्याम्प टक्क छ है। राम्रो छ ठाउँ त। हिउँ पर्यो फुरुरु हिमाली भेगैमा, खौ कसम लौ आज देउराली डाँडैमा। के गर्नु, आज यसै डुल्नु पर्यो यस्तो ठाउँ, राम्रो ठाउँहरूमा होइन। साथीहरू पनि छ 4 जना, हामी टोटल मसँग मिलाएर 4 जना। टक्क हामी अब एउटा चाहिँ त्यतातिर पुगिसक्यो। हामी 3 जना चाहिँ लास्टमा। यतातिर फेरि खतरा ठाउँ रहेछ, केही छैन, खतरै ठाउँहरू रहेछ। त्यही भएर राम्रै छ। के अब त्यतातिर जीवहरू आउने रहेछ, यतातिर नि बसहरू सबै कुरा आउने रहेछ, गुड्ने सवारी साधनहरू चाहिँ। तर हामीभन्दा अलिकति टाढा छ यो, हाम्रोभन्दा। हामी बस्ने चाहिँ अर्कै ठाउँतिर हो। त्यही भएको कारणले गर्दाखेरि ठिकै छ, केही छैन।
हेर्नुस् अनि हिजो अस्ति नै आएर रहेछ मान्छेहरु त उ त्यहाँ डेरा बनाएको रहेछन् हैन यतातिर त पानी टनाटन रहेछ धेरै रहेछ के छैन अहिले चाहिँ हामी धेरै टाढा पुगिसकेका छौं यहाँ हानी बङ बेरो हानी बङ बेरो यहाँ सिसु सिसु नासुरी ए खाजा खानको लागि सिसु नासुरी जाँदैछ धेरै टाढा ठाउँ रहेछ त्यो आमामा कागहरू त चुमा चिउमा आगी तलम चिउ थेम्बे तल ठाउँहरू यस्तो रहेछन् ओहो बल्ल तल्ल रोड आइपुग्यो यार अब खाजा पाइन्छ होला केही छैन यस्तो जङ्गलमा हिँड्नुपर्छ यी रोड तल रहेछ खोला गइसक्यो यतातिर रोड रहेछ है केही छैन आज चाहिँ यसो घुमाङ गर्नै पर्यो अब के गर्नु केटाहरू नि तल छ सबै छैन यस्तो ठाउँहरू छ हेर्नुहोस् यही ठाउँ हो गाडीहरू नि आइरहेको छ तलतिर चेथर चेथर भन्छ नि त्यो मेरो बिग फ्यान के डोना थापा मगरले हैन म डोना थापाको बिग फ्यान हो अनि त्यो उहाँ जस्तै बन्न चाहने मेरो इच्छा हो डोना थापा जस्तो बन्ने इच्छा हो अहिले चाहिँ म त्यो लेभलमा पुग्न नसके तापनि पदम तामाङ छ अनि उहाँहरूको चाहिँ म बिग फ्यान हुँ म यहीँबाट भन्न चाहन्छु डोना थापा अनि पदम तामाङ दाइलाई उहाँहरूलाई सम्झिरहेको छु टक्क हैन यस्तो भिड छ हेर्नुहोस् भिड पाखा छ टक्क यतातिर नि हिउँ छ रोड चाहिँ यस्तै हो के गर्नु कारहरू आउँछ अरू हामी चाहिँ हेर्नुहोस् खुट्टाबाट यस्तोमा हिँड्नु परिरहेछ हैन नत्र हुन्थ्यो नि राम्रै अरूले धुवा उडाएर जान्छ हामी धुवा खाँदै जाने फोहोरहरू यतातिर झर्ना नि रहेछ झर्ना टक्क झर्ना रहेछ अरू बाइकबाट सर आउँछ हामी यस्तो पारामा हिँड्नु परिरहेछ केही छैन हाम्रो नि आउँछ पालो
यस्तो झरना छ हेर्नुहोस् यही पछाडि झरना छ हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुनेछ सानो झरना रहेछ केही छैन फेरि यसरी नछुपौँ भन्दा पनि फेरि धुवा आउने यो गाडीहरू आएर फेरि उडाउने रहेछ के छ टक्क अरू त के भन्नु खै अहिले चाहिँ हामी ठ्याक्कै त्यही होटलतिर कहाँ हो त्यो होटलमा जाँदैछौँ त्यहीँ त्यो होटलमा जाँदैछौँ हामी त्यहाँ खाजा खानेछौँ खानै खानु पऱ्यो खाना खानेछौँ त्यसपछि टक्क होइन त्यसपछि पेट भर्छ त्यसपछि म तपाईँहरूलाई देखाउने छु अब यतातिर ठ्याक्कै आइपुग्न लाग्यो होइन अब ठ्याक्कै अब यतातिर के रहेछ हेरौँ खाने के लिए अब खानको लागि के रहेछ यतातिर आएपछि फेरि हिन्दी पो भइदिने कि होइन गाडीहरू आउँछ पछाडिबाट ब्ल्याट हाल्यो भने गयो नि फेरि अरूको छोराछोरीहरू लिएर राम्रोसँग बनाउँछ तर के छैन मलाई नि अब यताभित्र छिर्नेछौँ अब होटल आइपुग्यो है होटल आइपुग्यो गाह्रो छ जाडो नि छ गाह्रो नि छ होटल कतातिर रहेछ अब यतातिर होइन रहेछ यहाँ खाने भने यता होइन रहेछ यतातिर कता पाइन्छ सस्तोमा फर्स्ट टाइममा सस्तो खानु पऱ्यो के गर्ने अब कपडा रहेछ ल खाजा खान जाऊँ न खाजा खानको लागि त जाँदैछ अब टक्क अब खाजा रहेछ ब्रो जाने चिन्न ल खाजा यता खाजा खाजा क्या खाजा मिलेगा नास्ता नाश्ता खाजा इधर 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 आ ल ठीक है इधर भन्नु क्या इस गाड़ी के पास इस गाड़ी के पास हाँ यतातिर चाहिँ खाजा पाइन्छ अरे यतातिर चाहिँ किधर खाजा के लिए हम बहुत ओ खाजा के लिए इधर आना पड़ा नास्ता मिलेगा नेपाली रहेछ भात हालिन्न ल भात हालिदिउँ न ल मासु भात हालिदिउँ मासु ल भातै खाइदिउँ न टक्क अब यतातिर कोक खाँदैछ कोक चाहिँ पिउँदैछ हामी यस्तो खालको त्यो हामी 32 किलो कति भयो 20 मिनट हो ठीक है नहीं हुए टक्क 32 रुपये नहीं हुए जाऊ खाना खानु पर्यो अब भोक लागिसक्यो यो धनी रहेछ यार पैसा यसरी निकाल्छ त्यो नुङ्ला मर्दमा थम्किया मेरै
दारू खाया अब खाने कार्यक्रम सुरु हुँदैछ मासु त छैन दाल भात खाने टक्क अब दाल भात खाने मासु छैन रहेछ मासु भात खाऊँ भने यहाँ खराब ह्याङ भइसक्यो अब सुरु गर्नु पर्यो मिठो छ कि छैन उससे पहले मैं नीचे रहता था पतली गुल मनाली वो तो हिमाचल में काफी टाइम से वो 20-25 साल हो गया हिमाचल में हाँ यहीं से बच्चे तो यहीं पढ़ उड़ के सारा अचार नहीं क्या हजुर अचार अच्छा अच्छा यो मोमो वाला चटनी छ अमिलो अचार चाहिएको आपको अचार छैन होला छ दिनु न आपको दिनुहोस् टक्क मिठो छ एकदम मिठो छ एक खाली गिलास दिनु चार पाँच यो खाजा पनि छ राम्रो छ ये चार पाँच थाल जुम हाम्रो पनि पञ्च हुने टक्क अब यिनीहरू निम्बुहरू ढाल्ने टक्क खाना धेरै मिठो रहेछ 3 थाल खाइदियो मजा आयो नि एकदमै रमाइलो भयो पेट फुल गएर धन्यवाद खाना धेरै मिठो रहेछ 3 थाल खाइदियो हाम्रो नेपाली दिदी नै रहेछ घरमा जस्तो रहेछ खाना नि धेरै खायो घरमा बसेर त 4-5 खान्थ्यो अहिले चाहिँ 3 थाल खायो 3 थाल आ गया मजा आ गया ल हमारे ब्रदर किधर से आप दिल्ली से हम नेपाल से ठीक छ ठीक छ बहुत राम्रो छ नेपाली ल अब वहाँ चाहिँ दिल्लीबाट हुनुहुँदो रहेछ म चाहिँ अहिले चाहिँ नेपालीबाट हो भनेर चाहिँ उहाँले भनिरहेको थिएँ अब के छैन यतातिर नि सबैजना टक्क होइन हामी नि अब यता टक्क भर्खर खाना खाएर आएको हात मुख धुनु परेको न एउटा ला हात मुख धुने पानी नै होइन रहेछ यो त कहाँ छ टक्क यतातिर सबै कुरा पाइने रहेछ के छैन अब त्यो साउनी तर्स्या रहेछ 100 भनेर पैसा 500 त्यसपछि त 500 दिएको अब 500 100 चाहिँ फर्काइदिएन यति नै हो भनेर त्यो भने अब नेपाली नै रहेछ दिमाग राम्रै मान्छे भेट्यो खाना चाहिँ होटल रहेछ खाना चाहिँ 3 थाल खाइदियो त्यहाँको मान्छे 2 जनाले 6 थाल खाइदियो उसको अब 10-15 जनालाई पुग्ने खाना अब 2 जनाले 10 6 थाल खाएपछि त अब तर्सिहाल्छ नि फर्स्ट चाहिँ उहाँले चाहिँ कस्तो हो भनेदेखि चाहिँ यस्तो रहेछ खास गरी चाहिँ उहाँले चाहिँ थोरै खानेलाई चाहिँ 100 भन्नुभएको रहेछ त्यसपछि हामीले एकजनाले नै 2-4 जनाले खाना खाइदिएपछि त उहाँ तर्सिया रहेछ कि त्यसपछि हामीले खाइदियो टक्क हामीले 500 तिर्दियो पेट पनि यत्रो टन्न भइसक्यो हेर्नुहोस् म त्यहाँ नेपालमा भन्दा नि यताबाट मोटाएर जान्छु क्या हो यार यसरी खाना खायो भने ठाउँ पनि दामी छ ठाउँको त कुरै नगर्नु ठाउँ त दामी नै हो बिङ्लाजी काठेरिसु ओइ वाह यतातिर हेर्नुहोस् त्यहाँ केटीहरू आउनु कत्रो त्यो टिक्रा भएको केटीहरू है आहा
आज चाहिँ यसै घुम्ने हो टक्क चस्मा लाउन बिर्सेर चाहिँ नत्र खतरा देख्थ्यो हिरो जस्तो केटा केमिकल युबे दपछि मे रंगा से केमिकल युबो हाल्या हुन्छ कि खाना त्यस्तो हुन्छ त्यही भएर मुनार तपाईँ उजु नेपाल के उजु न चितवन के उजु होटल टिम आवे मच्छा भए आज नगाज लेखा मेसी मे त नि त्यस्तो भएन आज 3 थाल हान्यो ठिकै छ केही छैन आपका स्वागत है मुंबई में लाहौर में आपका स्वागत है फोटो भी चल होला चला होला कुछ बंद रे तल ऐसे रिकॉर्ड होला रेकर्ड यो भिडियो संख्या तल आशे तल संख्या सिंह संबाजी यो मांगे आउजिन फोटो कि बिला बिरु लाइन बिरुले तयारी भयो तल मांगे लो तपाईहरुलाई फेरि खतरा बवाल ठाउँ देखाउन गइरहेको छु यतातिर हेर्नुस् यतातिर राम्रो आमा टुरिस्टहरुको एकदमै आराहारी सिम झदापट्टि म नामसिर हामी चाहिँ अब आरेसियामा अब अरे आता हो हेर्नुस् तिमीहरू जङ्गा यहाँ गोबी अघिको ठाउँ मजा यो मान्छेहरू धेरै छन् बाइकमा चाहिँ छिटै अब मजा गयो यहाँ कम छ त्यहाँ 10,000 मारे यहाँ कम यहाँ गएर खतरा छ बवाल छ मान्छेहरू यहाँ सबैजना आफ्नै आफ्नै पारामा फोटो खिचिरहेछ टुरिस्टहरू घुम्नको लागि यता आएको छ हेर्नुस् खत्रै छ हौ खत्रै छ बवाल ठाउँ नि बवाल छ टुरिस्टहरू धेरै आउने रहेछ हेर्नुहोस् के हो मुसाफिर रे यो ठाउँको नाम मुसाफिर घुम्नको लागि एकदम राम्रो रहेको छ टक्क यतातिर हामी अहिले जाँदैछौँ एकदमै बवाल ठाउँहरू देखिरहेछ आज चाहिँ एकदमै कस्तो हुन्छ खै यतातिर हेर्नुहोस् तलतिर केही छैन टक्क राम्रो छ ठाउँहरू चाहिँ बवाल ठाउँहरू खतरा छ ठाउँ यहाँबाट चाहिँ तलको जाने रहेछ खतरा रहेछ हेर्नुहोस् आहा बवाल रहेछ बवाल ठाउँ रहेछ यहाँ यहाँ खेलने का कितना मिले यहाँ कैसी है 200 अरे हमको नहीं खेलना है यस्तो खेल्नको लागि नि 200 भन्छ खेल्नै मन लाग्छ यस्तो मलाई त खेल्नै मन के छैन ठाउँ त बाबाले अघिको त्यो ऊ खेल्ने ठाउँमा चाहिँ अलिकति चाहिँ 200 रे तर हामीसँग त्यत्रो बजेट त छैन हामी यत्तिकै घुम्न आएको
काम गर्न आएको अब टक्क छैन के हो त्यही भएर हामी चाहिँ यता खेल्नको लागि यता झुल्नको लागि आएको हो म त खिमो पुरै गाडीमा हिँडेर आज अरू त बाइकमा हिँडिरहेछ हेर्नु त हामी खुट्टाले हिँडेर टक्क टक्क फेरि भर्खर खाना खाएको रेसै नगरेन यसो घुमघाम गर्नको लागि चाहिँ आएको बेजोक छ हो लास्टै आमामामा हो गाडी त यता घुम्नको लागि धेरै मान्छे आउने रहेछ तपाईँहरूलाई म देखाउने छु आमामा गाडीहरू धेरै रहेछन् यतातिर आमामा गाडीको भिड त आमा तपाईँहरू देख्यो कि छक्कै पर्नुहुन्छ म त छक्क परेँ है छक्क परेँ गाडी हेर्नु न गाडी आमामामा यो सबै गाडी हो गाडी अलिअलि त्यो टोइलेटहरू होला अनि खाना खाने यतातिर हो यतातिर त्यही होटलतिर हो आमा गाडीको भिड हेर्नुहोस् साथीहरू आमा गाडी त यार घुम्नको लागि टुरिस्टहरू आमा टुरिस्टहरू भन्दा नि ठाउँकै मान्छेहरू अब घुम्न आउँछन् आमा गाडी त्यो मान्छे हेर्नुहोस् मान्छे आमा घुम्नको लागि यार है के हो यस्तो यार घुम्नको लागि मान्छेहरू यस्तो आउँछ यार आमा हो आमा खतरा छ यार घुम्नको लागि यस्तो आउँछ मान्छेहरू होइन यतातिर धेरै मान्छे आउने रहेछ घुम्नको लागि त टक्क यो पछाडि हेर्नुहोस् यो पछाडि देख्न सक्नुहुनेछ यतातिर नि घुम्न आउने रहेछ है मान्छेहरू धेरै आमा मैले जिन्दगीमा फर्स्ट टाइम आज देखेँ यत्रो मान्छे त आएको यस्तो बवाल केटीहरू देखेर छ फेरि केटीहरू यस्तो बवाल चाहिँ फेरि यतातिर फेरि चस्मा किन्ने फेरि बवाल फेरि एउटा केटा बवालै बवाल आज त हेलो खतरा छ है यतातिर त सबैतिर सबै घुम्न आएको रहेछ मान्छेहरू यतातिर बवाल खतरा ठाउँ रहेछ होइन मान्छेहरू सबै घुम्नको लागि आएको रहेछ यहाँ अनि हामी तिनजना नि घुम्न आएको यसो आज चाहिँ त्यही भएर त्यहाँ हुँदा सबै सबै गम्बुट लगाएर हिँडिरहेछ टक्क हेर्नुहोस् बवाल छ है ठाउँ त हेर्नुहोस् गाइज टक्क यस्तो छ हेर्नुहोस् सुटिङ चलिरहेको रहेछ हामी हेर्नको लागि जाँदैछौँ एकदमै सबैजना मान्छे आउँछ यता हेर्नको लागि हामी नि यतातिर हल्का हेर्न जाम भनेर आएको सुटिङ चलिरहेको रहेछ केही छैन हेर्न जानु लाग्यो अब यता पुरै ठाउँ सबै मान्छे घुम्न आएको है सबैजना घुम्न आएको रहेछ हामी नि घुम्न आएको यसो होइन दाजु यतातिर सबै मान्छे घुम्न आएको रहेछ होइन सबैजना अब कोही पुगेर खाजा खाँदैछ खाना खाँदैछ अब चाहिँ अब यस्तो होइन टक्क खतरा छ बवाल छ अब आफ्नै भाषा बोलेर हामी चाहिँ रेकर्ड गर्दै हिँडिरहेको छु होइन अब चाहिँ ठक्क अघि टाढाबाट देखाएको टक्क होइन अब त्यही ठाउँमा आइपुग्यो हामी पनि देख्न सक्नुहुनेछ
छुइबाट नपारे बच्चा केही छैन अब बवाल पुरा कोर्ला हो ल मुदु चोटेलाई ठाउँ त खत्रै रहेछ हौ चेक फर्स्टले प्रेप्रेङमा चाहिँ फर्स्टले चेक फर्स्टले उतातिर देख्न सक्नुहुनेछ है अघिको गाडीहरू यही ठाउँहरू यहीतिरको टक्क हामी चाहिँ 3 जना छौँ होइन हाम्सेले चोला चाहिँ चिम्बिया फोना चिम दाजु इन्जी हजुर छिरो तिमी छिरो आर्स्या हिजो यतातिर तपाईँहरूले गाडी हेर्न सक्नुहुनेछ अनि पिङ्नी रहेको छ यतातिर यता गाडी हेर्नु सानो गाडीको त फ्याक्ट्री नै रहेछ यतातिर घुम्नको लागि मान्छेहरू यहाँसम्म यसो गरेर आउँछ त्यतिर मान्छे हेर्नुहोस् नि गाडी हेर्नुहोस् गाडी यसो बबाल ठाउँ छ अनि बबाल ठाउँ भएर पनि गाडीहरू देख्न सक्नुहुन्छ गाडीहरू मान्छे पुरै घुम्न आएको यतातिर एकदमै रमाइलो ठाउँ छ एकदमै रमाइलो दृश्य छ एकदमै तपाईँहरूलाई अब यो चाहिँ अब 1 महिना जति 1 महिनातिर त यो सुक्छ होला भोलि तर त्यति बेलासम्म त हुँदैन यो केही समयको लागि रहेको छ अब त्यही भएको कारणले गर्दाखेरि एकदमै रमाइलो ठाउँहरू छ रमाउन लाग्यो पिङमा हेर्नुहोस् मान्छे झुन्डिरहेछ मान्छे पुरै यतातिर पुरा मेला महोत्सव चलिरहेको रहेछ एकदमै खेल्ने ठाउँहरू नि देख्न सक्नुहुनेछ टक्क तर हामी चाहिँ खेल्दैनौँ हामी चाहिँ यसो घुमेर जाने मात्र हो राम्रै छ ठाउँ तर के गर्नु त्यस्तो छ होइन प्रेप्रेङयाङ यारबा जमजम फेरि यतातिर रोड पिच छ है तर यस्तो हिउँ परेर रहेछ टक्क हेर्न सक्नुहुनेछ तलम अरे भाइ हो यतातिर देख्न सक्नुहुनेछ टक्क अनि हामी 3 जना चाहिँ यसो फटाफट हिँडिरहेको छौँ टक्क होइन साथीहरू धेरै छन् टक्कको फोटो खिचिरहेको छन् ठिकै छ त्यस्तो भयो नि हामी नि लखर डुलेर हिँडिरहेको छु मेला रहेछ सबै यतातिर मेलातिर रहेछ कि विशेष गरी चाहिँ यता मेला लागे जस्तो लाग्छ मलाई टक्क होइन हामी टक्कै हो के अरू त के भन्नु अब यतातिर होटल छ अन्जो यताबाट ठिकै छ हामी नि टक्कै हिँडिरहेको छ अहिले ठिक्कको हुन्छ मेला महोत्सव खत्रै ठाउँ रहेछ हो खत्रै ठाउँ रहेछ यो सबै मेला नै चलिरहेछ अहिले आमा हेर्नुहोस् होटल बबाल छ ट्रक्कै यतातिर फेरि तुइन झर्ने माथितिर हेर्नु लाइन छ यहाँ तुइन झर्ने लाइन खतरा बबाल छ फेरि तुइन झर्ने टक्कै हिँडिरह लाइन रहेछ फेरि सबैजना यसरी नै जाँदैछ ट्विनबाट के छैन ट्विनबाट यसरी जाँदै गर्दाखेरि
कोही आउँदै कोही जाँदै रहेछ यस्तो छ भिड यहाँबाट चाहिँ ट्विन चढ्ने रहेछ हामी 3 जना छौँ लखर हामी चाहिँ यसो लखर डुलिरहेको छु मान्छेहरू धेरै रहेछ यतातिर मान्छेहरू धेरै छ यसरी नै घुम्न हामी जसरी नै घुम्ने यतातिर हेर्नुहोस् अरू त बवालहरूको छ है केही छैन जे मन लाग्छ त्यही भन माया मजल झेल भएकै हो बवाल छ है ठाउँ मान्छेहरू खालको देख्न सक्नुहुन्छ मान्छे पनि थरीको छ यता हेर्नुहुन्छ ओहो हामीलाई त यहाँ ढल्ला पनि डर छैन केही छैन हामी त यसो मान्छे त यतातिर कति छ हामी नि के कम छ र क्यामेरा बिकिङ मजाको फोटो खिच्दिनु म अरू त है हामीलाई त क्यामेरा पनि चाहिँदैन यतिकै हो हामी त हातले नि क्यामेरा हो यतातिर देख्न सक्नुहुनेछ टक्क थाकिसक्यो आज चाहिँ अब थाकिसक्यो अब उताबाट हो हुन्छ अब चाहिँ फेरि अर्को चरणतर्फ जानेछ तपाईँहरूले देखाउँदैछु है त ठाउँहरू यस्तो रहेछ है ट्रकको देख्न सक्नुहुनेछ तपाईँहरूले यस्तो छ बबाल ठाउँ त बबालै छ सबै कुरा बबाल छ हेर्न सक्नुहुनेछ टक्क चेतावनी सार्वजनिक